हरितालिका तीजको छेको पारेर आगामी भदौ 6 गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म माग्ने राजाको टिजर सार्वजनिक गरिएको छ। हास्यरसले भरिएको 2 मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको शान शौकत र ऐस आरामयुक्त जिन्दगी देखाइएको छ। उनको पात्र पैसाको तुजुकमा आफूलाई राजा ठान्ने गर्छ। टिजरमा उनी 2 अलग गेटअपमा प्रस्तुत रहेका छन्। एउटा सामान्य व्यक्तिले मेहनत बिना नै अखुत पैसा पाएपछि गर्ने ऐस आरामको कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ। माग्ने बुढा नै पुरापुर हाबी रहेको टिजरमा विल्सन विक्रम राई र वर्षा शिवकोटीलाई पनि स्थान दिइएको छ। तर 2 मिनेटको टिजरमा वर्षा 10 सेकेन्डमा सीमित छिन्। यसले फिल्ममा उनको भूमिकालाई लिएर संशय उब्जाउँछ। टिजरको सबैभन्दा बलियो पक्ष संवाद देखिन्छ। माग्ने बुढाले बोल्ने संवादहरू रमाइला र व्यङ्ग्यात्मक रहेका छन्। टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने निश्चित देखिन्छ। तपाईहरू भने माग्ने बुढाको मुख्य भूमिका रहेको फिल्म माग्ने राजा हेर्न कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न भने नबिर्सिनु होला र साथसाथै नेपाली कलाकार र चलचित्रका खबरका लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यति भन्दै म दिनेश बिदा चाहन्छु। जय नेपाल।